नमस्कार। आज मैले आइरन र क्याल्सियम खाँदाखेरि गर्नै नहुने केही त्यस्ता गल्तीहरू ल्याएर आएको छु। त्यसकारण कस्ता खालका गल्तीहरू रहेछन् हजुरहरूले सुरुदेखि अन्तसम्म हेर्नुहोला र अन्तमा मन परेमा यो भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोला। आइरन र क्याल्सियम खाने व्यक्तिले पहिलो नम्बर अथवा एक नम्बरमा गर्नै नहुने गल्ती भनेको आइरन र क्याल्सियम सँगै कहिले पनि खानु हुँदैन। किनभने त्यसले शरीरमा एब्जर्सन हुँदैन अथवा हाम्रो शरीरले शोषण गर्न सक्दैन र कम्तीमा हामीले 2 घन्टाको फरकमा हामीले आइरन र क्याल्सियम खाने गर्नुपर्दछ। सकेसम्म 4 देखि 6 घन्टाको फरकमा खाएपछि झनै राम्रो हुन्छ। यदि त्यो समयमा हामीले सकेनौँ भने कम्तीमा 2 घन्टाको फरकमा हामीले आइरन र क्याल्सियम खाने गर्नुपर्दछ। त्यस्तै गरेर दोस्रो गल्ती भनेको आइरन सँगसँगै हामीले दुध, दही अथवा दुधजन्य पदार्थहरू सँगै खाने गर्नु हुँदैन। किनभने त्यो को कारणले सँगै खाएको कारणले गर्दाखेरि सजिलै रूपमा हाम्रो शरीरले शोषण गर्न सक्दैन आइरनलाई। त्यसै गरी हाम्रो तेस्रो गल्ती भनेको हामीले खाना बित्तिकै आइरन पनि खानु हुँदैन। कम्तीमा हामीले आइरन खाएको 1.5-2 घन्टा पछाडि मात्रै हामीले खाना खाएको 1.5-2 घन्टा पछाडि मात्रै आइरन खाने गर्नुपर्छ। अथवा हाम्रो शरीरले खाली पेटमा जति शोषण गर्न सक्छ आइरनलाई त्यति खाना खाएको बेलामा शोषण हुन सक्दैन। त्यसकारण 1.5 देखि 2 घन्टाको पछाडि खाना खाएको पछाडि चाहिँ हामीले खानुपर्छ र आइरन हाम्रो शरीरले राम्रोसँग शोषण गर्न सक्दछ। त्यसै गरेर अर्को चौथो नम्बरको गर्नै नहुने कुरा के छ भन्दाखेरि धेरैजनालाई आइरन क्याल्सियम दिने व्यक्तिले पनि तपाईहरूलाई भन्न बिर्सिनु भएको हुनसक्छ अथवा नभन्नु भएको हुनसक्छ। क्याल्सियम र आइरन अथवा चाहिँ क्याल्सियम प्राय जसो 1000 mg चाहिँ चलाउने गरिन्छ। तर 1000 mg चलाउँदाखेरि हाम्रो बजारमा 500 mg को एउटा ट्याब्लेट आउने गर्छ र 2वटा क्याल्सियम खानुहोला भनेर भन्नुहुन्छ। तर 2वटा सँगै कि अथवा चाहिँ बिहान बेलुकी भनेर भन्नुभएको हुँदैन। त्यसकारण तपाईहरूले 2वटा क्याल्सियम ट्याब्लेट एकैपटक नखानुहोला अथवा 500 mg भन्दा माथिको डोज एकैपटक नखानुहोला। किन हाम्रो शरीरले एकपटकमा 500 देखि 600 mg सम्म मात्रै हाम्रो शरीरले लिने गर्छ अथवा शोषण गर्ने गर्दछ। त्यसकारण 2वटा क्याल्सियम खाने भन्नुभएको छ भने 2टा क्याल्सियमसँगै नखानुहोला। 12 घन्टाको फरकमा बिहान बेलुकी एक-एकवटाको दरले खानुहोला। अनि हाम्रो शरीरले त्यस्तो अवस्थामा राम्रोसँग शोषण गर्न सक्छ। त्यसै गरेर आइरन खाँदाखेरि हामीले भिटामिन सी युक्त खानेकुराहरू खाने गर्नुपर्छ। यसको मतलब फेरि भिटामिन सी युक्त खानेकुरा खानुपर्छ भन्दै गर्दा कागती पानी चाहिँ नखानुहोला। कागती पानी नै खानुपर्छ भन्ने छैन। हाम्रो घरमा अम्बा हुनसक्छ अथवा चाहिँ अन्य भिटामिन सी युक्त खानेकुराहरू हुनसक्छ। त्यस्तो खानेकुरा खाने गर्नुहोला। त्यस्तो भयो भने भिटामिन सी युक्त खानेकुरा खायो भने हाम्रो शरीरले आइरन राम्रोसँग शोषण गर्न सक्दछ। त्यसै गरी आइरन खाँदाखेरि तपाईँ प्राय जसो कतिपय व्यक्तिहरूलाई दिसा कालो हुने अथवा कब्जियत हुने र क्याल्सियम खाने बित्तिकै दिसा कब्जियत हुने हुन्छ। यो भनेको सामान्य साइड इफेक्ट हो अथवा प्रति असर हो जसको कारणले शरीरमा कुनै असर हुन सक्दैन। बरु त्यसलाई तपाईँले ठुलो रूपमा नलिएर कम्तीमा 3-4 लिटर दैनिक पानी पिउने गर्नुपर्छ। हवस् त, धन्यवाद।